त्यहाँनिर 1000 राखिरहेको थियो त्यहाँबाट किनेको नि ल्याएको मैले खाँदैछु नि अहिले पनि छ मिठो बिस्तारै बिस्तारै खाने मिठो चिज त धेरै थोरै खाएको नि मैले पनि र अब एकछिन निस्किने बढी मान्छे आएको छैन गरमले पेलाक पेलाक हामी त यहाँनिर यसो छ हो इस अब भोलि कुद्नुपर्छ 24 किलोमिटर है यही बिल्लिसकेर यहाँनिर बिल्ले लास्ट भइसक्यो तर बिल्लिने चाहिँ दिएको छैन हामीले अलिकति हामीले पनि आइडिया लाउँछ नबिल्लिने चाहिँ सानो फ्रिजमा पसिकन आएको अब चाहिँ निस्किने हामी यहाँबाट गरमले खलखल धुँदा यहाँ खालै पिल्छ लास्छ भइसक्यो मुख धुँदा धुँदा हो यहाँनिर अब तर गाडी अलिक लग्जरी नै हामीले भेटेको छ यहाँनिर है यहाँ हाम्रो आइला पनि भेटेको छ आइला यता हेरिदिनु न नमस्ते भनिदिनु हाम्रो ब्लगमा है धन्यवाद हो भोलि त अब मारदार कुद्नु पऱ्यो नि ओह्रालै ओह्रालो है भोलि बाटो 1300 अनि पुग्ने बेलामा चाहिँ कम्ती उकालो यहाँ अब हाम्रो गुरुजी पनि आयो गुरुजी पनि बस्यो ल गुरुजी भनिदिनु पऱ्यो यहाँनिर के भनिदिनु पर्ने कति टाइम लाग्छ अब यहाँबाट यहाँबाट हामीलाई 2.5 घन्टा ल ल ल हिँडौँ गुरुजी ओके लेट्स गो टु बुम बुम फेरि हाम्रो आज भाइ फेरि फुल पम्मा चल्यो भोलि एकैटाल चाहिँ सिक्किमको अलकतरा चाहिँ उकाउनै भयो सिक्किमको अलकतरा पक उकाउँदै के गयो मैले फिलिक्कै खाले क्या हेर्ने मात्रै नि एकजना गएको जस्तो लाग्यो फिलिक्कै खाले भएको थियो तर यहाँ अलकतरा चाहिँ उकेको छ खुट्टाको छाप खालि चाल पर्छ त्यहाँनिर कि त्यो चाहिँ मुनि राम्रो दाम हेर्नु नि न्यू ब्यालेन्सको नक्सा देख्छ त्यहाँनिर हो आइजेक्स भाइ हो त्यहाँनिर अरू को पनि होइन यहाँ चाहिँ हामी चाहिँ अब आएको भयो ल 3 घन्टा है 3 घन्टा भइसक्यो खै भगवान् यी हेर्नु न गाडी यहाँनिर 3 घन्टा भइसक्यो हल्लिने त नामै लिँदैन यतिखेर हामी अर्को गाडीमा गएको त यतिखेर त हामी त एकछिन पुगिसक्यो नि सामान पुगिसक्यो मान्छे यहाँ जोरथाङमै छ गरमले लत्थालिङ यहाँनिर आमा ल अब चाहिँ हामी यक्सुङको बाटो जाँदैछौँ है यहाँनिर यहाँ चाहिँ अहिले हामी ब्लगिङको कुरा हुँदैछ यहाँनिर सबैजना ब्लगमै छ यहाँनिर यहाँ हाम्रो गुरुजी हाम्रो आइला आइ गरिदिनु हामी हल्का फुल्का ब्लगिङ यसो कताबाट पैसा आउँछ कि भन्ने प्रयास गर्दैछु अलिकति यहाँनिर अलिकति सोचिदिनु विचार गरिदिनु पऱ्यो यहाँ आउँदैछ है हामी चाहिँ यहाँ भोलि म्याराथन कुद्नु गएको होइन भोलि एकछिनबाट खेचेपेरीसम्म छ अनि आशा चाहिँ जित्ने नै छ आशा चाहिँ जित्ने छ 20,000 जस्तो चाहिँ उठाएर लजाउँ भनेको पहिलो हुन्छ सानो नानी हामी चाहिँ अहिले घडी योक्सुङ पुग्यो अन्त कर्मदाको यता दिदीकोमा आइरहेको छ होमस्टेमा त्यहाँदेखिको रुम पनि भयो हाम्रो चाहिँ सबै रनरहरूको सबै मिल्दै रहेछ तल अन्त हाम्रो चाहिँ टक्कै अलरेडी मिलिसकेको थियो अन्त हामी खासमा अर्कै गाडीमा आउनु पर्थ्यो अर्कै गाडी भयो त्यो पनि तर एकदम कम्फर्टेबल आइपुग्यो यहाँनिर कर्मदा पनि निस्किनु भयो ल हामी चाहिँ आइपुग्यो ठेगानामा अब भोलि चाहिँ हुन्छ कुरा चाहिँ खासमा भन्नु भोलि हो अहिले त हामी चिल्याक्स खालि बस्ने हो अब भोलि हुन्छ कुरा चाहिँ खास चाहिँ कौन कितने पानी में भन्छ भोलि देख्छ मटेरियल चाहिँ खै यो ड्राई फिट हो मेरो अर्कै छ नि त मेरो कटन है ड्राई फिट तिम्रो कटन रहेछ
ड्राई फ्रुट छ एडिबास चाहिँ हेर्ने एडिडास चाहिँ एडिडास चाहिँ एडिबास चाहिँ हेर्ने के खोलेर चाहिँ आँखा तिरिमिरी हुने कलरहरू निस्किन्छ यहाँबाट चाहिँ फेरि सक्यो नि सकिगयो नि भगवान् भोलि यसले त फेरि पारी अब यसले गुर्दुम के अरे यक्सुमको धुलो उडाउने हो नि यसले अब यो जुत्तासँग मिल्ने गन्जीमा एउटा ल्याएको थियो कि साह्रै हुन्छ होला फेरि भएर यहाँ चौमरीहरूले गाईहरूले रटी हुन्छ त यो लगायो भने त झन् गुगल म्यापबाट पनि देख्छ नि त तपाईँलाई गुगलले माथिबाट माथि है सेटेलाइटबाट त आमामा एउटा हरियो मैले अप्ठ्यारो थियो त नलाउनु होला अब चाहिँ हामी बिप कलेक्सन गएको कलेक्सन चाहिँ अब फेरि आमामा यसै गर्नु के 001 वाला त भोलि चाहिँ हाम्रो स्टार्टिङ पोइन्ट चाहिँ पर उयो हेलिप्याड हो ए अझ परबाट हो पर हेलिप्याड चाहिँ हो नि त त्यहाँबाट चाहिँ अलिकति इन्क्लाइन छ त्यहाँबाट चाहिँ ओह्रालो अलिकति इन्क्लाइन हजुर हजुर कञ्चनजङ्घा नेसनल पार्क चाहिँ यहीँबाट स्टार्ट हुँदो रहेछ यहाँबाट हो ए यो साइड हो यहाँबाट चाहिँ उकालो गोछेला ट्रेक भोलि चाहिँ अब हामी यही बाटो भएर फेरि स्टार्टिङ पोइन्ट चाहिँ कुन छ हो त ऊ पर हेलिप्याड त्यही हो नि त ए त्यहीँबाट हुन्छ ए म चाहिँ यो सोचेँ यो उयोहरूबाट पो होला नि 300 350 400जना छ है छ होला मेम्बर किनभने यहाँ हेर विन्टर टाइममा यो भित्र डल्लै सेतै हुन्छ हिउँले क्या हजुर हिउँ लाग्छ नि है यो भित्र डल्लै हिउँ परिरहेको हुन्छ नि अब मलाई खालि गरम लागेको रहेछ यहाँ चाहिँ साँच्ची हेर्नु त मलाई यहाँबाट चाहिँ अब गोछेरा ट्रेक चाहिँ यो चेपबाट जान्छ उता उयो डाँडाको यस्तो चेपबाट हजुर त्यसरी उकालो गरेर गोछेला पुग्नु चाहिँ 4 दिन लाग्छ उकालो 4 दिन जानु 4 दिन आउनु 8 दिनको ट्रेक हो त्यही जग्गाको रन चाहिँ अस्तिको केटाहरूले चाहिँ 6 घन्टामा गरेको के हेर्दा त अब म त मान्छे भन्दिनँ यिनीहरू त ल्याबमा लानुपर्छ है ल्याबमा टेस्ट गर्न लानुपर्छ कि यिनीहरूको ल्याबमा टेस्ट गरेर यिनीहरू के चाहिँ निस्किन्छ क्या कि त यिनीहरूले एउटा भन्ने छ नि एउटा या त मर्ने से डर नै लाग्दा या त वो गोर्खा है भन्छ नि हो त्यस्तै हो यिनीहरू पनि क्या या त यिनीहरूले कुदेको हो कि त सर्टकट हिँडेको दुईवटा एउटा हो 6 घन्टा साह्रै भन्यो अन्त 4 दिनको ट्रेक भन्न सोच्छ त अब त्यो पनि 4 दिन त जानु खालि त जानु खालि नि त्यो पनि उकालो अन्त आम्बो दिल्लगी हो अन्त यो खोइ त बिग कलेक्सन भन्छ त केही देख्दैन यहाँ त यहाँ भन्नु चाहिँ यही भन्यो यही भन्यो हेलिप्याडमा भन्यो दिल्लगी गरेको थियो क्या यिनीहरूले किवी फार्मिङ भन्यो मैले हजुर यो हो हेरेको थियो किवीको ए अच्छा टन छ आम्मा यति हुन्छ नि किवी यहाँनिर यो नि हाम्रो अहिले दाजु छ नि मेरो हजुर दाजुको छोरीको ससुराली हो यहीँ त रहेछ है उनीहरूको पनि होमस्टे छ नि के कलेज हो भयङ्कर गोद्रेज चाहिँ इन्टरप्रिटेसन सेन्टर आई थिङ्क पेपर वर्कहरू चाहिँ यहीँ गर्छ यहाँ चाहिँ उयोहरू होला पर्मिसनहरू उयो हो नि मेन यहाँबाट उयो सुविनरहरू पनि रहेछ हामी बसेको चाहिँ यहाँ हो नमस्कार है यहाँ चाहिँ हामी चाहिँ यहाँले के खान्छ कसो खान्छ यहाँनिर मुङ्गियाले बताउँदैछ होइन हाम्रो यहाँ चाहिँ यस्तो छ है यहाँबाट म त यहाँदेखि यहाँ पुग्नु चाहिँ यो चाहिँ मेन ड्रास्टिक पोइन्ट हो नि त यहाँ हाई अल्टिट्युड भेट्ने चाहिँ यहीँनिर हो होइन हामीलाई त यतातिर लाँदा पनि हुन्छ नि किनभने हुन्छ कि होइन भोलि कर्णधार जित्यो भने चाहिँ
गर्नु त भोलि जित्यो भने चाहिँ हामी यहीँबाट जान्छ पर्सि भोलि जित्यो भने यहाँ त हेलिकप्टर बोलेन पाउनु आउँछ यहाँबाट सिधा लेबुङ झर्ने हामी हो त्यहाँ सिधै घर जाने लेबुङबाट पनि आर्मीकोला भनेर गाडी ल्याइदियो भन्छ त्यहाँ सिधा घर पुऱ्याइदिन्छ नि कहाँ दिल्ली थोरै हो यहाँनिर हावा कहाँ होइन हामी कहाँ हजुर आइसक ठान्नु छ ए यही छ मुनवक गर्दै गइदिनु यो बाटो भोलि त भोलि हेमन मुनवकमा पुग्ने बेला लाइन गर्छ यो चाहिँ हाम्रो कार्ब लोडिङ भोलिको लागि यो चाहिँ स्पेसली यो चाहिँ मिलेट बियर लट्स अफ कार्बोहाइड्रेट इन्साइड दिस भोलि चाहिँ कुद्दाखेरि हामीलाई पहिला चाहिँ कार्बोहाइड्रेट बर्न हुन्छ त्यसले गर्दा हामी आजदेखि नै त्यो बर्न हुनुभन्दा अगाडि नै खाइदिएको चान्स बर्न हुनु चान्स दिनु हुँदैन यिनीहरूलाई चाहिँ जिउलाई जति आराम दियो त्यति उयो हुन्छ कि यसलाई चाहिँ जति घटाउनु पर्छ यसलाई कार्बोहाइड्रेट चाहिँ अहिले नै दिनुपर्छ यहाँ फेरि सही चाहिँ घोल्नु हुँदैन पहिला नै उयो भएको छ हल्का एक सिप खालि तानिदेऊ न हल्का सक्की गयो नि अब यो त अलिक टेन्सन टेन्सन वाले छ नि यो त टेन्सन वालेको चाहिँ सेकेन्डको आमा छिपुस अब यो बनाउने छिपाउनेहरू चाहिँ हामीले ब्लगमा हाल्नु पऱ्यो नि हाम्रो भाउजूहरूलाई हाम्रो खानु आँटेको अहिले हालेको केम्बा चाहिँ है यहाँ बनाउने चाहिँ हाम्रो यहाँ भाउजू यहाँ भाउजूको यहाँ चाहिँ यता हालिदिने चाहिँ हाम्रो यहाँ बहिनी हो ढल्यो भन्थ्यो उनीहरू भाइ ढल्यो भन्थ्यो उसको जिम्मा हो खानेको चाहिँ यहाँ राम्रो गौरव दिएको बहिनीको भनेर हामी चाहिँ अब कार्ब्स लोड गरेर माथिबाट हाम्रो होटलबाट चाहिँ यहाँ बजारपट्टि जाँदैछ यक्सनको बजार भन्दा चाहिँ सानो परेको भ्यागु त होइन हेलो गुड मर्निङ एभ्रिबडी अब चाहिँ 6:37 भयो होला अब चाहिँ यो जुत्ताहरू यताउता रेडी हुँदैछ हामी यो चाहिँ मेरो बिप नम्बर त्यहाँदेखिको यो चाहिँ मैले यो अल्कोमा हाल्नुलाई चाहिँ दिएको अलिकति डर भएर ब्याट्री चाहिँ दामी रहेछ यसको एकछिन स्ट्रेचिङ गर्नु हाम्रो चाहिँ अब यहाँ रेडी भइसक्यो एकदम अल सेट फर टुडे कर्मदाले जित्ने हो मलाई चाहिँ देख्दा चाहिँ लुक्समा त जित्दैन होइन अहिले सबै हेर्छ त्यो चाहिँ सोच्छ मलाई देखेर क्या अब चाहिँ लाइनअपहरू स्टार्ट भइसकेको छ त्यो चाहिँ हिजोको हेलिप्याड स्पटहरू चाहिँ यता छ
यहाँ चाहिँ हाम्रो भाइ रहेछ आज प्रो आजको गङ्गा नमस्ते सर नमस्ते स्टुडेन्टमा कुदेर निमिसाङ भाइ यहाँ भाइ ल यहाँ खतराहरू यहाँ छ यहाँ खतराहरू यहाँ चाहिँ उत्तराखण्डको यहाँ उत्तराखण्डको एउटा उसलाई त अस्ति कहाँ भेटेको थिएँ मैले यहाँ हाम्रो फेरि यहाँ सोमबहादुर हेमनहरू कहाँ छ यिनीहरू हेमन ल अल द बेस्ट खोइ सोम ल सोमबहादुर अल द बेस्ट ल अल द बेस्ट तपाईँलाई पनि तपाईँलाई पनि अल द बेस्ट ल धन्यवाद धन्यवाद मकै बात किलोमिटर सकेर अलमोस्ट 14 यस्तो उकालो छ अब 9 किलोमिटर चाहिँ ओह्रालो चाहिँ कुद्दै आएको यो टाढो अब अझै छ 9 किलोमिटर बोल्नु सकेको छैन खेचीपेरीसम्म चाहिँ यस्तै उकालो सब बिजो उकालो चाहिँ यत्तिको छ कि कुद्नु पनि नमिल्ने हजुर हजुर त्यही त यो लास्ट पोइन्ट होला है अब आइपुग्नु आँटेँ यहाँ हजुर त्यहाँबाट तेर्नु झऱ्यो 2.5 किलोमिटर चाहिँ ए अच्छा अच्छा कुद्नु पनि एङ्कल बिग्रिन रहेछ नि यसो त चिप्ल्यो भने त हुन्छ आउँदै हुन्छ बाइकलाई एक नम्बर लागेर साह्रो पर्दैछ हामी चाहिँ अब हजुर 5 किलोमिटर छ यस्तो त्यसका बाजे यस्तो छ झन्डै झन्डै चटपुर उकालोको बाउ उकालो हिँड्दा पनि मुला ठोक्दा जस्तो कुद्नु चाहिँ सक्दैन रहेछ यो कालो कुद्नु चाहिँ कुद्दैन होला केटीहरूको फर्स्ट यहाँ रहेछ हो माथि जाँदो रहेछ भनेपछि केटाहरू पुग्न आँट्यो मैले चाहिँ ब्रेकफास्ट लिएको थिएँ नि त म र कर्म दाले दुईजनाको भुँडी घोचेर साह्रो पऱ्यो कुद्दा कुद्दै त्यही भएर स्लो हिँड्नु पऱ्यो नि त बिचमा त्यही भएर छोड्यो नभए अगाडि ट्राई चाहिँ दिँदै थिएँ फर्स्ट सेकेन्ड थर्डहरू छ नि उताको डाँडादेखि आएको यो डाँडा 24 ओह्रालो भ्यू चाहिँ यस्तो चाहिँ माथिबाट अझै कतिले भन्छ 5 कतिले 7 कतिले 2 के हो मरेको चाहिँ अब यस्तो हालत छ फर्स्ट हुने बहिनी पनि थियो अघि यसो हजुर मिल्की बार खाँदै जान्छु त्यसमा ए टर्निङ रहेछ मिल्की बार पनि राख्छ भयो टर्निङ पोइन्ट छ त्यहाँबाट खेच्यो फेरि अब
पुग्यो यहाँ चाहिँ अस्ति बाटो झुकेको ठाउँ हेरेछ मजाले कुद्दै वक गर्दै हिँड्दैछु अनुजदी आइपुग्यो अब दी चाहिँ दिको क्याटेगोरीमा फर्स्ट हो अब चाहिँ आइपुगेको जस्तो छ अघि आएको होला ओके यही छ यही यतै छ यता आएको छैन बाहिर रिफ्रेसमेन्ट ड्रिङ्क यता छ हो हजुर आफ्टर द्याट चाहिँ तपाईँले मेटल कलेक्सन लागि उयो पोलिटिक्स ए हुन्छ यता पहिला पानी खानुहोस् स्प्रेहरू आमा यहाँ आइपुगेँ आमा गुड दामी अब अघि सर्टिफिकेट आइसक्यो ISS